नमस्ते, नमस्कार सबैजनालाई। मेरो चाहिँ यो फर्स्ट भ्लगिङ भिडियो है साथीहरू। सबैजनाले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र माया गरिदिनुहोला। यदि भिडियो राख्नु भएको छ भने युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। सबैजनाले माया गरिदिनु होला। मेरो यो फर्स्ट भ्लगिङ भिडियो भएकोले तपाईँहरूको साथ सपोर्ट बिना एकदमै असम्भव जस्तै लाग्छ। सबैजनाले मैले माया गरेर सपोर्ट गरिदिनु होला पनि भन्न चाहन्छु र सँगसँगै मैले नेक्स्ट टाइममा राम्रो युनिक युनिक कन्टेन्टहरू सिकेर केही कुराहरू जानेर बनाउनेछु। यो भिडियोलाई पनि सबैजनाले माया गरिदिनु होला। एकैछिनको लागि मैले पछाडिपट्टि देखाउँछु है, सबैजनाले हेर्न सक्नुहुन्छ। राति डर पनि लाग्छ है साथीहरू। अब हिँड्दा डुल्दा होइन डर पनि लागिराखेको हुन्छ। अब राउन्डिङ गर्नुपर्ने भएकोले अब मेरो चाहिँ सिक्युरिटी गार्ड हो, सिक्युरिटी गार्डमा काम गर्ने भएकोले राति चाहिँ सुनसान नै हुन्छ है। यो पुरै भिल्लाहरू हो भित्रपट्टि। अब कतै भूत आउँछ कि भन्ने पनि डर लाग्छ। अब के चाहिँ गर्नु, अब ड्युटी त गर्नै पर्यो होइन। अरूको देशमा आएछ, 2-4 पैसा कमाउनै पर्यो। नकमाएर पनि भएन। त्यसैले घर परिवार फ्यामिलीको लागि पनि हेर्नु पर्यो। आफूले इमान्दारीपूर्वक ड्युटी गर्नु पर्यो, राउन्डिङ पनि लगाउनु पर्यो भन्ने कुराले तपाईँले चाहिँ भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला है त साथीहरू। आकाश पनि सुनसान छ। हिजो चाहिँ वर्षा थियो, आज चाहिँ ठिकै छ है। मौसम पनि राम्रो छ। नभए यो बेङ्गलोरतिर प्रायः पानी परिराख्ने है साथीहरू। पानी परेको परिराख्ने हेर्न सक्नुहुन्छ।